स्वागत छ साथीहरुलाई फेरि एउटा मेरो नयाँ भिडियोमा। के छ तपाईको भिडियोमा पनि कपिराइट आयो, अब के गर्ने थाहा छ छैन? यदि छैन भने यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सबैभन्दा पहिला च्यानललाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई लाइक गर्नु होला र तपाईहरुको साथीमा यो भिडियो पक्कै शेयर गर्नु होला ताकि उनीहरुको पनि यही समस्या छ भने उनीहरुले पनि समाधान गर्न सकुन्। सो सबैभन्दा पहिला के गर्नु भने YT स्टुडियो अन गर्नु र कुन भिडियोमा के खालको कपिराइट आएको छ भनेर जान्नको लागि त्यो कपिराइट दिएको जुन नोटिफिकेसन हुन्छ त्यसमा क्लिक गर्नु होला र तपाईहरुले यहाँ अगाडि स्क्रिनमा देखाए जस्तै हेर्न सक्नुहुनेछ कति समयदेखि कति समयसम्मको चाहिँ कपिराइट आएको छ भनेर। सो कपिराइट चाहिँ के गरी आउँछ भने तपाईले यदि अरूको भिडियो युज गर्नुभयो र कुनै अरू कपिराइट इस्यु भएका सङहरु एड गर्नु भएको छ भने पनि तपाईको भिडियोमा चाहिँ कपिराइट आउँछ। सो यो हटाउनको लागि चाहिँ सबैभन्दा पहिला तपाईले क्रोम ब्राउजर ओपन गर्नु होला र त्यहाँ गएर ytstudio.com.youtube भनेर सर्च गर्नु। त्यो सर्च गरिसकेपछि यस्तो देखाउँछ र कुन च्यानलमा अपलोड गरेको भिडियोमा चाहिँ कपिराइट आएको छ त्यो च्यानललाई स्विच गर्नु होला। त्यसको लागि सबैभन्दा माथि हेर्न सक्नुहुनेछ तपाईले त्यहाँ एउटा प्रोफाइल जस्तो देखाउँछ, त्यहाँ गएर यो स्विच अकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि त्यो क्लिक गरिसकेपछि तपाईको आफ्नो युट्युबको च्यानल ड्याशबोर्ड तपाईले आफ्नो स्क्रिनमा देख्न सक्नुहुन्छ। त्यसपछि केही गर्नु पर्दैन, थोरै जुम गरेर हेर्नुहोस्, यहाँ दिएको छ कन्टेन्ट भन्ने अप्सन हो, यो अप्सनमा क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ देख्न सक्नुहुनेछ तपाईले अपलोड गरेको भिडियोदेखि लिएर सर्ट भिडियोहरु सबै यहाँ स्क्रिनमा देखाइनेछ। त्यसपछि कुन भिडियोमा चाहिँ तपाईको कपिराइट आएको छ, सर्ट भिडियोमा अथवा लङ भिडियोमा। यदि सर्ट भिडियोमा छ भने सर्टको अप्सनमा क्लिक गर्नु होला र तपाईले यहाँ स्क्रिनमा हेर्न सक्नुहुनेछ कुन भिडियोमा चाहिँ कपिराइट आएको छ भनेर यहाँ त्यसले देखाइदिसक्यो। त्यो कपिराइट भन्ने अप्सनमा क्लिक गर्नु होला र त्यसपछि माथि सी डिटेल्स भन्ने एउटा अप्सन दिन्छ, त्यसमा क्लिक गर्नु होला। त्यो क्लिक गरिसकेपछि तपाईलाई यस्तो देखाउँछ। यहाँ चाहिँ तपाईले हेर्न सक्नुहुनेछ तपाईको के कारणले चाहिँ भिडियोमा कपिराइट आएको छ भनेर यहाँ हेर्न सक्नुहुनेछ। मेरोमा चाहिँ गीतको आएको छ है त। सो केही गर्नु पर्दैन, टेक एक्सन भन्नेमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईले हेर्न सक्नुहुनेछ यहाँ तीनवटा अप्सन दिएको छ। एउटा छ इरेज सङ, अर्को छ रिप्लेस सङ, अर्को छ ट्रिम अफ कन्टेन्ट भन्ने छ है। यो तीनवटा अप्सन मध्ये तपाईहरुले जुनसुकै पनि एउटा युज गर्न सक्नुहुनेछ। मैले चाहिँ रिप्लेस सङ भन्ने गरे है त। अब यहाँ देखायो के भन्दाखेरि तल जुन यो रातो लाइन देखाइएको छ नि, यो लाइनले चाहिँ स्पष्ट पार्छ कि तपाईको कति सेकेन्ड चाहिँ भिडियो कपिराइट छ। अब तपाईहरुले आफ्नो भिडियो अनुसारको सङ यहाँबाट एड गर्न सक्नुहुनेछ। यहाँ जुन सजेक्सन भनिएको छ नि त्यसमा क्लिक गर्नु होला अथवा अल ट्र्याकमा क्लिक गर्नु होला। त्यहाँ पछाडी गएर आफ्नो भिडियो अनुसारको सङ तपाईले त्यहाँ सर्च पनि गर्न सक्नुहुनेछ। त्यसलाई चुज गर्नु र एड गर्नको लागि प्लस जस्तो आइकन छ नि त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ स्क्रिनमा सेतो देखाइएको छ नि, जुन माथिको जुन पहिला रातो देखाइएको ठाउँमा अहिले सेतो देखाइरहेको छ नि, यसको मतलब जुन सङ तपाईले एड गर्नु भएको थियो त्यो चाहिँ एड भइसकेको छ र यो खाली एउटा चारवटा डब्बा छ नि त्यसमा टिक लगाएर कन्फर्म चेन्जेस भन्नु होला है त। त्यसपछि थोरै लोडिङ हुन दिनुस्, त्यसपछि तपाईले यहाँ हेर्न सक्नुहुनेछ यस्तो देखायो। अब यसले थोरै टाइम लिन्छ कि तपाईको त्यो पुरानो सङलाई हटाएर नयाँ सङलाई एड गर्नको लागि। थोरै मेरो विचारमा लगभग 3 मिनेट जति तपाईले पर्खिनु पर्ने हुन्छ। ल हेर्नु ठ्याक्कै 3 मिनेट पर्खिनु पर्ने हुन्छ। 3 मिनेट तपाईले वेट गर्नुस्, त्यसपछि तपाईको सङ आफै रिप्लेस हुनेछ है त। ल अब हेर्नुस् त तपाईको जुन कपिराइट आएको भिडियो थियो नि त्यो चाहिँ अहिले कपिराइट छैन। अहिले हेर्नुस् त जुन भिजिबिलिटी थियो नि त्यहाँ कपिराइटको दिइरहेको थियो नि अप्सन, अहिले के छ छैन, कपिराइट हटिसक्यो। यसैगरी चाहिँ तपाईहरुले आफ्नो भिडियोमा यदि कपिराइट आएको छ भने कपिराइटलाई रिमुभ गरेर भिडियोलाई अनब्लक गर्न सक्नुहुनेछ। भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा राख्नु होला र यदि कुनै केही समस्या छ युट्युब बारे फेसबुक बारे भने पनि कमेन्ट गर्न सक्नुहुनेछ। भिडियो यदि युजफुल छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला र बेल आइकनलाई अन गरेर अलको अप्सनमा राख्नु होला। यदि त्यो भयो भने मैले अर्कोचोटि भिडियो अपलोड गर्ने बित्तिकै सबैभन्दा पहिला तपाईले हेर्न सक्नुहुनेछ। र यदि यस्तै जानकारीमूलक भिडियो हेर्न चाहनुहुन्छ भने पनि च्यानललाई सब्स्क्राइब गर्नु र यो भिडियोलाई साथीसम्म पक्कै पनि शेयर गर्नु होला। हामी मिल्नेछौँ फेरि अर्को नयाँ भिडियोमा। धन्यवाद।